भगवान शरण नमस्कार। आज हामी जनबहादुरको महत्त्वका कुरा गरिरहेका छौँ। जनबहादुर जात्रा हामीले जात्रामा जति कुराहरू देख्छौँ त्योभन्दा पनि अझ विविध रूपमा हामीले यस पर्वलाई यस जात्रालाई मनाउँदै आइरहेका छौँ। जनबहादुर जात्रा काठमाडौँको मात्र पर्व, काठमाडौँको मात्र जात्रा नभएर यो सिङ्गो नेपाललाई नै चिनाउने एउटा आधार हो र त्यति मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा विभिन्न पर्यटनहरूलाई हामीले नेपालमा आकर्षण गर्नका लागि एउटा महत्त्वपूर्ण भूमिका खेलिरहेको जात्राको रूपमा पनि लिन सक्छौँ। जनबहादुर जात्रा हामीले जति सजिलोसँग जात्राको दिनमा हेर्छौँ त्योभन्दा अघिदेखि नै धेरै समय अगाडिदेखि नै विभिन्न गुठीहरूको आबद्ध रहेको छ। रथ आफैमा बनाउनुदेखि लिएर खत यात्रादेखि जनबहादुरलाई रथमा राख्नु र सँगसँगै घर फिर्ता लग्नुसम्ममा विभिन्न महत्त्वपूर्ण अमूर्त सम्पदाहरू जोडिएका छन्। पूजाआजा जोडिएका छन्, विभिन्न नित्य कर्महरू जोडिएका छन्। त्यसका महत्त्व भनेको हाम्रो नेपालको पहिचानसँग जोडिएको छ, काठमाडौँको पहिचानसँग जोडिएको छ। ती मूर्त अमूर्त सम्पदाहरूको सम्वर्धन गर्नु, प्रवर्धन गर्नु स्थानीय सरकारको हिसाबले प्रमुख जिम्मेवारीका रूपमा हामीले लिएका छौँ। हाम्रो जात्रा सभ्य हुन्छ, हाम्रो जात्रा भव्य हुन्छ र जनबहादुर जात्राको महत्त्व हामीमा मात्र सीमित नभएर र सँगसँगै यसको महत्त्व मात्र होइन, योसँग जोडिएका विभिन्न रमाइला पक्षहरू आकर्षित गर्नका लागि यो हामीमा मात्र होइन विदेशीहरूलाई पनि तान्ने अथवा भनौँ नेपालमा आकर्षण गर्ने एउटा महत्त्वपूर्ण सूत्रको रूपमा पनि लिन सक्छौँ। श्री आर्यवलोकेश्वर करुणामय कनक चैत्य श्री जनबहादुर है थो करुणामय जात्रा 12-13 शताब्दी निसे चले गया चौपती जात्रा थन करुणामय जनबहादुर जात्रा चाहिए कुमारी माजु विजय माओपति महास्नान बिले न कुमारी माजु विजयमा अले जाने जनबहादुर रथ जात्रा न कुमारी माजु विजयमा अले लगा याबले न कुमारी माजु विजयमा। नमो बुद्धाय, नमो धर्माय, नमो संघाय। 32-9 तला 32-9 तला ढाबले जय सुएन अन्से छिसा पौंटे माग जन चोन से हूं चौकोस्तक ट्रे चौकोस्तक याबले 21 हात छिसा नापेना 21 हात छिपा नापेना पहुंचाउगा अथैटा अनुसार खमा गुले हात हाइदै जी गुली ख सौ धापला ल्याम बला चुयाउना घाउमा फाउ चक्का खिपले क्याउ त पइन्द्र अब बरु उला मनो भयाछि अब जानो चित्रकारी छुट्टै गुठिए दुकान पाइन्छ उठे अन्तर्गतै जीवी लागा चित्रकारी सम्बन्धित चाहिँ यहाँ या मुझे लिपान हो या मुझे 2 साल दिने वे दिने चीज चाहिँ मिखा खंकी माउको पहिरो बिउ मिखाने चीज न्याउ चीज न पहिरो बैठ न्याउने त जुनी वे पहिरो बाला टास रख्न सालिन बालाई त्यो खुसी जिरिया चाहिँ पहिरो खुसी आएर चाहिँ चीज वे दिने या माका टको Yeah,
मेटी मुनि कार्तेसन थोचै जया ख जन्मादे रथे चाहिँ दस्य छको रथे चाहिँ स्वातेउ स्वाहना स्वातेउका श्री आर्य लोकतेश्वर करुणामय कनक चैत्य स्थित जनवा जो रह्यु थो करुणामय जात्रा 12-13 शताब्दी निसे चले चौपति जात्रा वो आटक न छिस चलेन चना तेरहौं शताब्दी से चाहिए करुणामय जनवाद्य वो रथ जात्रा आटक न छिस यान वही चुनौदू थो जात्रा छुक्योंले रगा ढाबले अनेक तायु एक तायु प्रतीक चाहिए छुटा जात्रा का ठुके चाहिए विश्व मानवतायु चक खमक जीव पतंग तक न उधार यही मो करुणामय जुली याना थो जात्रा छिउ जग जात्रा मकुसे थो चाहिए विश्व न जात्रा छिस याने उने मा तयो चाहिए छिउ कल्पना ख
थो जात्रा त चाहिने छिस चाहिने भव्य हो सभ्य तरिका चाहिने छिस यान उनी चाहिने छिस गोसा गइ जुनौटु सोनिगोले दुईपट्टि जात्रा जुलियाना सोनिगोले दुनिया घाटे घाटे स्थानीय सरकार जुलियाना स्थानीय सरकारलाई तरु जिम्मेवारी कया चाहिने थो जायामा जनवादी जात्रा गाडी यहाँ चाहिँ तक्ले तरु जात्रा एरियो सुराहरूले ठो जात्रा चाहिँ यहाँ जात्रा लख थो जात्रा चाहिँ यहाँ चाहिँ सूर्य साटीके चाहिँ ढेङ्गया रथ जात्रा योसी छन् यो जात्रा ओ थिटी जात्रा र यही एजु कारण ठो जात्रा महत्त्व दु गोस्पलित पञ्च प्रताप न्याउ र यो प्रताप छाना आदि बलिया पूजायाना भावना पुष्प धूप दीप गन्ध रस झारजुलजङ बुलमा बुर्जु पल्टन प्रत्यक्ष रूपमा खटिँदै आइरहेको छ जसमध्ये जनवाद्य सेतो मच्छिन्द्रनाथको जात्रामा सोही अनुरूप हामी खटिँदै आइरहेका छौँ। जात्राको समयमा हाम्रो पल्टन इन्फिनाल हतियारबाट बढाइ पश्चात र सलामी पश्चात मात्र सो जात्रा सुरु हुने गर्दछ भने अन्त्य पनि बढाइ पड्काएपछि मात्र अन्त्य हुने गर्दछ।
थो चाहिँ थो छिउ ठो जात्रा चाहिँ छिस न्याप्लेन ठुले तु सभ्य वो भव्य ना चाहिँ छिस न्याप्लेन त न्याका त मुनि मारि वे छिस तातना चाहिँ थने छिबि पास्मी थन लगमै पास्मिनो छिटो चाहिँ ग्वारी आइपि पास्मिनो दु छिउ कमा चुम्ले तो ना थन चाहिँ जो हेटो चाहिँ छिटो चाहिँ थाकु चाहिँ मचाएका जिमसँग छ्यारा छ नापने नु छ उनीले चाहिँ ठेक न्याउ न्यु ठेंदु जे चुनि मुखु छिसँग गनन माला चाहिँ ब्रेक चाहिँ टेबुडी छौ भाटा बर्न हैन चाहिँ ठो जे चौंदु दशमी कुन हया ल्याकुनी हया लगमे तका लगमे मास माटे उसको का मास माटे परिक्रमा अब उसले जात्रा विराजमा सिधै सम्पूर्ण एक ख थो छाट गा सुंगु लगन दासा उसपल करना में जीव फट देव मनुष्य यक्ष प्रेत नर गधा खटगजी चोपी सम्पूर्ण प्राणी त उदाहरण बिजाम ख उसपल चाहिँ छ्यादा आ छिसा चाहिँ सुंगु यादले स्वर्ग मध्ये पादाला बुरा बुरै पि जाठा पि अलि रोग व्याधि कोइ चोपी करना में था या दर्शन या भयो फेमो इम त झलाना सुएग थपि गनगन छेक पो छेकन सो या अन्त गनगन तक उसपल करना में तका आदर भाव तया काय भाग चित्त मन तिसेना एकाग्रता उसपल स्मरणै वो मने आयु आरोग्य ज्याव निरोगी जीव धर्म अर्थ नामदेव चतुर्वर्ग फल प्राप्त जीव हजारौं सहभागिता रहने काठमाडौँको ठुलो जात्रा सेतो मच्छिन्द्रनाथ जात्रा र अहिले धेरैले यसको नाम सेतो मच्छिन्द्रनाथ भन्दा पनि अझ जनवाद्य नै भनेर चाहिँ यसको प्रचलित त्यति बेला परम्परागतदेखि चलिआएको नामलाई नै हामीले चाहिँ अगाडि बढाउनु पर्यो भन्ने कुराको मान्यता लिँदै अहिले हामीले सेतो मच्छिन्द्रनाथ भन्दा पनि जनवाद्य नै भनेर हामीले चाहिँ भन्न सुरु पनि गरेका छौँ।
पहिला हामी सानो बेला जात्रा हेर्न जाँदाखेरि जनवाद्यकोमा जात्राको सबैभन्दा महत्त्वपूर्ण अभिन्न अङ्ग भनेको बाजाखल नै हो हैन। बाजा जब धिमे बाजा जब बज्छ अनि मात्र एउटा जात्रा चाहिँ सुरु भयो भन्ने एउटा प्रतिबिम्ब रहेको र त्यो बेला हामी सानो हुँदाखेरि केही मात्र सीमित सङ्ख्यामा चाहिँ बाजाखलहरू केही गुठीहरूको मात्र इन्भल्भमेन्ट चाहिँ देखिन्थ्यो। तर अहिले पछिल्लो समय हामीले यो जुन एउटा व्यवस्थापन गर्दै आउँदाखेरि चाहिँ बाजाखलको पनि जुन एउटा व्यवस्थित तरिकाले अगाडि बढाउँदै गर्दाखेरि आज उल्लेखनीय रूपमा चाहिँ बाजाखलको सहभागी थुप्रै गुठीहरूको सहभागी र त्यो सँगसँगै पनि महत्त्वपूर्ण कुरा भनेको साना साना भाइ बहिनीले समेत पनि आजको दिन जात्रामा स्वयस्फूर्त रूपमा धिमे बाजा बजाउँदै अझ जात्रालाई पूर्ण उल्लासमय बनाउनको लागि त्यो महत्त्वपूर्ण अभिन्न अङ्गको रूपमा बाजाखलले जुन योगदान पुर्याएको छ यसले मात्र यो जात्राको लागि मात्र होइन कि कमसे कम यो संस्कृति यो संस्कार चिरकालसम्म पनि अगाडि बढ्छ भन्ने एउटा विश्वासको घन्टी समेत पनि बजाएको छ। भोलिको दिनसम्म पनि यो चिरकालसम्म चाहिँ यो व्यवस्थापनमा युवा सहभागितालाई जोड दिनुको महत्त्वपूर्ण कुरा भनेको यो जात्राको गरिमालाई अझ बढी हामीले आफ्नो काँधमा लिनु पनि हो। 13 वर्ष ड समारोह समिति निसोंग समारोह समिति छा निसोन यो खछटो आचा जिन सोड नि 13 वर्ष नि थो जात्रा चाहिँ सोर गार रासिन चाहिँ जात्रा लख तर अव्यवस्थित कथन या त थो जात्रा जनवाद्य जात्रा ढ्यसाली पनि त चाहिँ सुराजी चाहिँ प्रहरी प्रशासन त या चाहिँ सालमा स्थिति अहिले ढ्य चाहिँ सुरासिन चाहिँ विधिगत रूपमा यामन्य स्थिति अहिले बापु ख्यापु आदि त बरेजीका चाहिँ छिउछौ नुचुनो त्यो होलो बछुर गाडाहरूले चाहिँ ठो जात्रा गो साइड गर्न न्याकी हो ठो जात्रा गो परम्परा न्याकी हो त वो न्याकी उन्टी सुरगासिन चाहिँ छौ चाहिँ पुचा मार गाडी हिसाब वहिले चाहिँ सुरासिन चाहिँ जनवाद्य जात्रा व्यवस्थापन समारोह समिति निसुनेको वे समारोह समिति निरन्तरता आठो 13 वर्षको टाइमले चाहिँ ठो जात्रा चाहिँ सुरगासिन चाहिँ जनस्तरीय जात्रा जुल ठो जात्रा चाहिँ सुरगासिन स्वयंभू जात्रा जुल ठो जात्रा सुरगासिन चाहिँ ये दुनिया सम्पदा अभियन्ता ये दुनिया क्लब संघ संस्था ये दुनिया चाहिँ विभिन्न संघ संस्था नाप चाहिँ चिसा नाप्ल्यायो बिन आफ्नो आत्मसाथ यायो छौकना सुरगा रासिन चाहिँ ठो जात्रा हैन चाहिँ झी थट डुरियो भावना तुम विकास होला।